द होल सेट रेडी हुँदैछौँ अब हामी यसरी यहाँबाट। यस्तो गर के यो ढोका उतापट्टिबाट कोर्दै यतापट्टि यतापट्टिको नखोल्ने ढोका। यस्तो पानी पर्दा नि हामी चाहिँ गयौँ है, लाग्यौँ कस्तो छ बाटो। ठिक छ, प्लान बनाएपछि यतिको आँट चाहिँ गर्नुपर्ने रहेछ। ल यस्तो पानी पर्दा पनि हामी लाग्यौँ। ठिक छ, ल लाइट आज ठ्याक्कै कति 6 घन्टामा हामी कहाँ नारायण घाटबाट बेनी घाट नि आइपुगेन। के खोला? अघि पहिरा भने कुन खोला? त्यो खोलाको नाम के हो? उदी खोला। अब हम जा रहे हैं गोसाई कुंड की तरफ। अब ये ब्लॉग देखिए, गाड़ी में जाने नहीं रोमांचक होगा। यहाँ चाहिँ रिजोर्ट पनि सुविधा छ, पार्किङ पनि छ है। यहाँ यस्तो नामकेल होटल होइन, नामकेल रिजोर्ट भन्ने छ यहाँ। हामी ठ्याक्क धुन्चेको चोकबाट अलिकति 1 किलोमिटर अगाडि छ यहाँ। ठ्याक्क तपाईँहरू चाहिँ यहाँ बाइक राखेर अथवा गाडी राखेर यहाँबाट आफ्नो ट्रेक सुरु गर्न सक्छ। ल यहाँबाट यस्तो छ हो, बाइक पार्किङलाई चाहिँ यहाँ चाहिँ यस्तो सुविधा छ। ल यहाँ अलिकति अगाडि हो यो धुन्चे बजारबाट। एउटा झर्ना पनि रहेछ, त्यो झर्ना जाने यतातिर, गोसाइकुण्ड जाने यता। हामी चाहिँ गोसाइकुण्डतिरै लाग्यो। ल ठ्याक्कै 1 घन्टाको हिँडाएपछि हामी एउटा खाजा खाने ठाउँमा आइपुग्छौँ। यहाँ आएर खाजा खाँदै टेस्ट गर्न मिल्यो।
म जान्न भन्ने त कोही को भए है म जान्नै देउरालीमा यहाँ होटलहरू पनि छन् खाजा साजाको लागि रेस्ट गर्दैछौँ हामी एकछिन धिम्सा यो चाहिँ धिम्सा भन्ने ठाउँमा यसो गरौँ दाइ तिनवटा चाहिँ चिकन खाना भन्नु अनि चारवटा चाहिँ अन्डा खाना भन्नु ल यहाँबाट हिँड्न सकिन्छ सर त्यो हेलिकप्टर पठाइदिनु अनि सुन्नु त त्यो 35,000 हालेर क्युआर पनि पठाइदिनु साह्रै गाह्रो भयो भने चाहिँ यस्तो घोडाको व्यवस्था पनि छ यसरी घोडा बोलाउनु मिल्छ म पहिला धेरै घोडा चलाउँथ्यो अहिले रोकी भयो अनि हिँड्न सक्दैन क्या म टिभी रोक लाएँ नि ए view guys, look at the view. 6 PM we are and यस्तो छ भ्यू यहाँको कडा हो कडा अच्छा यस्तो छ यहाँ हाम्रो यता छ ल अगाडि जाऊ त जाऊ न तिमी अगाडि हाम्रो रिपोर्टरले के भन्न चाहनुहुन्छ यहाँ हामी चाहिँ अब 10 मिनेटमा पुग्छौँ छोलाङ के रे छोलाङ के भन्ने ठाउँ हैन यहाँसम्म चाहिँ एकदम बाटो दामी रहेछ यस्तै राति राति हिँड्नु भने यस्तै दामी दामी भ्यू हेर्न पाउनुहुन्छ ल अब हामी चाहिँ छोलाङपट्टि चाहिँ राति आइपुग्यौँ यसरी ठिक छ बेलुका राति भन्दा नि भर्खरको इभिनिङ टाइम भनौँ न 6 बजे तर भ्यूज चाहिँ दामी थियो अघिको चाहिँ हिमालमा अहिले चाहिँ हामी छोलाङपट्टिबाट अब हामी फेरि नेक्स्ट स्टेसनतिर हामी लम्किन्छौँ एकछिन पनि रेस्ट गर्दैनौँ हामी यसरी टुई टुई हिँड्यो भने चाहिँ धेरै टाइम लाग्दैन है त्यस्तो